जिन्दगी यहाँ के गर्ने भन्नुहुन्छ म 2 देखि 3 वर्ष चाहिँ लोकसेवालाई छुट्याउनु भन्छु कि 2 देखि 3 वर्ष चाहिँ लोकसेवालाई चाहिँ छुट्याउनु भन्छु कि मैले चाहिँ हैन पहिलो वर्ष तपाईहरुलाई सिलेबस बुझ्दै जान्छ लोकसेवा पढ्न पहिलो वर्ष त यता र उता तिरिमिरी हुँदै गइसक्छ एभरेज स्टुडेन्टलाई कोही पहिलेदेखि घरमा सेल्फ स्टडी हुन्छ प्यारेन्ट्सहरु दाइ दिदीहरुले पढ भन्ने किताब लगिदिया हुन्छ ह्यापी बर्थडेमा उनीहरुले पढिरा हुन्छ उनीहरुले पहिलो वर्ष 1-2 महिनामै कभर गरिहाल्छन् नभए केही थाहा छैन आफ्नो फ्यामिली रिलेटिभ्समा कोही पनि छैन कोहीले तपाईले सजेसन दिइरा छैन एकैचोटी आउनु भयो भने सुरुमा तपाई सिलेबस र टपिक्स सर चिन्दै जान्छ सरको अनुहार चिन्दै जान्छ सरको बानी व्यवहार अनुहार यो सर ठीक छ यो ठीक छैन यो राम्रो यो नराम्रो भन्दै एक सिजन गइहाल्छ दोस्रो वर्ष तपाईको बेस तयारी भइसक्यो हुन्छ दोस्रो वर्ष चाहिँ तपाई मैले यो जुनीमा कुबेर सरलाई रियलमा देख्न पाउँछु कि पाइन्छ सबले पाइन्छ अनि दोस्रो वर्ष चाहिँ तपाई एकदम बेस तयारी भइसक्यो हुन्छ नाम निस्किहाल्छ कि 8 महिना 10 महिना तयारी गर्नेको अब नाम निस्किन सुरु हुन्छ कि र कहिलेकाहीँ भाग्यले साथ दिएन पढेका क्वेशन आउँदैनन् हाम्रो मेहनत फर्स्ट हो मेहनत पहिलो प्राथमिकता हो दोस्रो चाहिँ लकले पनि भर पर्छ लक अब तपाईले 10औं 20औं हजार क्वेशन पढ्नुभयो एक्जाममा आएका ती 25 वटा 50 वटा क्वेशन जिन्दगी नदेखेका क्वेशन देखियो भने काम छ त कोले गर्छ त्यो तपाईहरुले भन्ने मात्र हैन त्यो कसैको पनि मिल्दैन कि त्यो सरहरु कसैको पनि मिल्दैन कि हामीले हजारौं हजार क्वेशनहरु हेरिसक्या हुन्छ हैन हजार सयौं प्याटर्नहरु दिमागमा हुन्छ तर जिन्दगी कहिले प्रयोग नभएको प्याटर्नको क्वेशन आइदियो अब कसको आउँछ कसैको पनि मिल्दैन त्यसमा चित्त दुखाउनु हुँदैन त्यो कतिको ब्याड लक हुन्छ के ब्याड लक चाहिँ 4-5 वर्ष सर म लागिरहे भएन भन्छ नि त्यो ब्याड लक हो के त्यही चाहिँ पढ्या हुन्न त्यही चाहिँ आइदिरा हुन्छ त्यही चाहिँ छोड्या हुन्छ त्यही चाहिँ आइदिया हुन्छ हैन हो त्यस्तो ब्याड लक पनि हुन्छ कतिको चाहिँ भाग्यमानी हुन्छन् थोरै पर्छन् जे पढ्यो त्यही फ्याट आउँछ पहिलो लटमा निकालिदिन्छ लौ 3 महिनामा नाम निस्क्यो भने चाहिँ अरूलाई त के भयो भनेर अरूलाई तताइदिन्छन् हैन अब फेरि लकीले हो के त्यो चाहिँ लकी पर्सनहरु हो के 3 महिना हुन्छ निस्किन्छ कहिलेकाहीँ त अब पढ्या आइदियो रिटर्न राम्रो स्किल पहिलेदेखि लेखन चाहिँ राम्रो भएकाले त निकालिहाल्छ नि हैन त्यस्तो पनि हुन्छ त्यो चाहिँ भाग्यले पनि हो कि निधारमा 6औं दिनमा भ्याट निस्केस भनौं त भ्याटै हुन सक्छ नि त हैन त्यस्तो हुन्छ त्यो भएको हुनाले 2-3 वर्षलाई चाहिँ एकदम खटिनुस् एकदम लाग्नुस् मेहनत गर्नुस् छोड्दिनुस् त्यो 1 वर्ष 2 वर्षको समय चाहिँ जीवनमा त्यति उमेर कमै हो मेरो भनेर नि पढ्नुस् के अस्ति मैले भनेको थिएँ हैन 80 वर्ष हुनुहुन्छ नि 1 वर्ष घटेर 79 वर्ष बाँचे सम्झिनुस् 1 वर्ष मरेर लोकसेवा पढ्नुस् हो शिक्षक सेवा आयोग लोकसेवा आयोग सुरक्षा निकाय जे पढिनु भयो 2 वर्ष चाहिँ 80 वर्षमा 78 वर्ष बाँचे सम्झेर 2 वर्ष मरे तुल्य भएर पढिदिनुस् नाम निस्केपछि करियर बन्छ तर 2-3 वर्ष फुल्ली लाग्ने भनेको मैले भनेको स्टाइल भनेको चाहिँ फुल्ली हो भनेको फुल्ली हो कि फेरि अब म सर कुबेर सरले भनेको छ 3 वर्ष भनेको छ भनेको 3 चोटी फर्म भर्नुस् भने होइन कि मैले 3 पटक फर्म भर भनेको होइन 3 वर्ष म्याक्सिमम 3 वर्ष भनेको छ 1 वर्ष हो मेरो चाहिँ 6 देखि 8 महिनादेखि तपाईको नाम निस्किन सुरु हुन्छ अब कतिपय पोस्टिङ हुँदै जानुहुन्छ हैन नसक्दा कहिलेकाहीँ ब्याड लक हुँदा 3 वर्षसम्म चाहिँ तपाई म्याक्सिमम 3 वर्षसम्म मरेर लाग्नुस् निरन्तर लाग्नुस् के त्यो दशैं तिहार बिदा यो होली छठ अब मलाई त्यो बार कति त्यो हाम्रो प्याक टाइम हुन्छ नि क्लासको त्यो दिमागमा बार पनि थाहा हुँदैन कि आज हिजो पनि यही थियो आज पनि यही हो भोलि पनि यही हो त्यो एकोरो काम गर्दा तपाई त्यो बार पनि याद हुँदैन कि साच्चै हो मैले अनेस्टली गफ दिए हैन एकोरो काम गर्नुस् अरु काममा मात्रै ध्यान दिनुस् त त्यो बार पनि याद हुँदैन जिन्दगीमा तपाईलाई आइतबार हो कि शनिबार हरेक बार शनिबार जस्तो बार बनाएर बवाल तरिकाले पढ्नुस् त म्याक्सिमम 3 वर्ष पढ्नुस् भएन भने चाहिँ अर्को करियरमा शिफ्ट हुनुस् यही पछि कुद्नुस् चाहिँ म भन्दिन है फेरि म यसकै पछि कुद्नुस् भन्दिन किन ढिला भइसक्या हुन्छ कि तपाईको उमेर गइसक्या हुन्छ अनि किनभने पछि केही गर्न सकिदैन हैन नजिकको मान्छेलाई मसँग भेट्दा मैले दिने सल्लाह चाहिँ केटा मान्छेले लेडिज केटाकेटी सबैले अबको युथले अबको जेनेरेसनको युथले अब त कम्पिटिसनको युथ जेनेरेसन भइसक्यो अबको समय भनेको त यति स्पिडली बढ्या छ भनेको हामीलाई स्पिड भनेको त घडी फास्ट घुम्ने स्पिड होइन हाम्रो आवश्यकताहरु बढ्या छन् नि हिजो बुवालाई हजुरबुवालाई चाहिने बेसिक निड्सहरु भन्दा अहिले हाम्रो बढी छैन त हिजोको बेसिक निडहरु भन्दा अहिलेको बेसिक निड त बढिसक्यो साथीहरु अहिले मोबाइलमा रिचार्ज कार्ड हालेर जति बोल्छौ त्यतिखेर फ्यामिली पालिन्थ्यो मान्छेको अहिले मोबाइलको डाटाले जति पैसा खाइदिन्छ पहिला एउटा परिवार पालिँदैन थियो गाउँमा त एउटा कति हुन्छ गाउँमा त मजाले पालिन्थ्यो नि किनभने तरकारी धान गहुँ मकै आफ्नै हुन्थ्यो अहिले हामीले रिचार्ज कार्ड हाल्ने पैसा 2-4 हजार 5 हजारले त महिना धान्दैन थियो गाउँमा 4-5 हजारले गाउँमा खेतीपाती आफ्नै भएको मान्छेलाई त 4-5 हजारले मजाले मासु भात खान पुग्ने मासु किन्ने त हो नि अरु आफ्नै हुन्छ गाई भैँसी छँदै थियो दूध थियो हैन तरकारी थियो सबै थियो हाम्रो रिचार्ज कार्डको पैसाले पहिला मान्छे खुसी हुन्थे जति पैसाले पहिला तपाईको बुवा मेरो बुवा हजुरबुवाको पालामा खुसी हुन्थे नि त्यति पैसा त तपाई हामी अहिले मोबाइलमा डाटामा खर्च हुन्छ भन्छ हाम्रो निड्सहरु बढिसके साथीहरु भने अब हामीले करियरको पोइन्ट्स तपाई स्टार्ट जरा गाड्नु पर्ने भनेको 20 देखि 25 वर्ष भित्र जरा गाडिसक्नुपर्छ
कोर एरिया भने जस्तै कोर जरा कि म यो फिल्डमा लाग्छु भने त्यो फिल्ड तपाईँले हाँगो समातिसकेको हुनुपर्छ। हाँगो समातिसकेको हुनुपर्छ। तपाईँ पसल खोल्नुहोस्, किराना पसल खोल्नुहोस्, ग्यास पसल खोल्नुहोस्, होइन, कुखुरा पाल्न सुरु गर्नुहोस्, चाहिँ त्यो खसी पाल्नुहोस्, वा विदेश जानुहोस्, कोरिया जानुहोस्, जापान जानुहोस्, सुब्बा हुनुहोस्, खरदार हुनुहोस्, प्राविको शिक्षक हुनुहोस्, निभाविको शिक्षक हुनुहोस्, माविको शिक्षक हुनुहोस्, म्याक्सिमम 25लाई चाहिँ तपाईँ 27-28 बनाउनुहोस्। योभन्दा पछाडि जानुभयो भने अब तपाईँलाई जाँगर मर्छ, इनर्जी हुँदैन कि। अब इनर्जी कम हुन्छ कि। पहिला 20 वर्षको उमेरको चाहिँ म जे पनि गरिदिन्छु काम भन्ने इनर्जी र 30, 35, 40 पुगिसकेपछि त्यो शरीरले पनि अब डर हुन्छ कि, लगानी गर्न पनि डर हुन्छ कि। तपाईँले 25 वर्षमा त म कमाइहाल्छु नि भविष्यमा भनेर तपाईँ इन्भेस्ट गर्न सक्नुहुन्छ, रिस्क लिने आँट आउँछ तपाईँको। तर जब तपाईँ 30 वर्ष कट्नुहोस्, अब बिहे हुन्छ, केटी मान्छे त अन्त 25-26मा बिहे गरिदिनुहुन्छ, अब बिहे हुन्छ, केटा मान्छेलाई बिहे भइसकेपछि जिम्मेवारी बोध हुन्छ, परिवार पाल्नु पर्ने, बच्चा पढाउनु पर्ने, होइन। अब तपाईँको पहिला आफू एकजनाको आवश्यकता हुन्थ्यो, अब एकजना त बिहे गरेको दिन थपियो, त्यसपछि के थपियो, थपिन सुरु हुन्छ, आवश्यकता बढी, अब प्रेसर सुरु हुन्छ दिमागमा, मेन्टल चाहिँ अब तनाव हुन्छ। अर्को साथीले प्रगति गरिसक्छ, अर्को साथीले घर हालिसक्छ, जग्गा किनिसक्छ विदेश गएर, होइन। आफ्नो दिमाग तातिन सुरु हुन्छ, किनभने बुढीलाई किन्नु पर्यो, बच्चालाई किन्नु पर्यो, पढाउनु पर्यो, स्कुल अब त कति महँगो भइसक्यो, छ कि छैन? हो, त्यो भएर तपाईँले बरु यो बिचको उमेरलाई चाहिँ त्यागिदिनुहोस् कि। 20-22 वर्ष, 23 वर्ष, 24 वर्ष उमेरलाई म यो उमेरै छैन मेरो जीवनमा भन्ने, मरेर पढ्ने र नाम निकाल्ने। जसले चाँडै निकाल्यो ऊ चाँडै सक्सेस हुने। यही हो रेस, जिन्दगीको रेस भनेकै यही हो, होइन। मैले तपाईँले अरूलाई सल्लाह दिने, जस्तो अब 30 कटेको हुनुहुन्छ नि, जस्तै 30 अहिले यहाँ 30 वर्षदेखि 35 वर्षका हुनुहुन्छ, लेडिजहरू 39 का पनि हुनुहुन्छ, 38 को पनि हुनुहुन्छ नि, बढी उमेर भएको साथीहरू हुनुहुन्न त अहिले क्लासमा। ल तपाईँको मनमा मैले भनेको कुरा मनमा छ कि छैन ल भन्नु न। आज तपाईँ 35 वर्ष 38 वर्षमा जागिरीको लागि तयारी गर्दै हुनुहुन्छ, कति गाह्रो छ अहिले भन्नुहोस् त। छोराछोरी पढाउनुपर्छ, छोराछोरी आयो खाना खुवाउनुपर्छ, रुन्छ, च्याच्या गर्छ, दिशा सफा गर्यो, नुहायो, उसलाई नुहाउ कि आफू पढाउँ, उसलाई खाना खुवाउँ कि टाइम हेरेर खुवाउनु पर्यो, बिरामी हुन्छ हस्पिटल कुदाउनु पर्यो, राति 12 बजे बिरामी खुवाखुक गरेर कुदाउनु पर्यो। अब तपाईँले तयारी गर्नलाई तपाईँलाई कति टेन्सन छ, कति प्रेसर छ तपाईँलाई, ल भन्नुहोस् त। 30 वर्ष कटेपछिको साथीहरूलाई। अनि अहिले जे पढ्न जोस आएको छ, तपाईँले 24 वर्षको उमेरमा पढ्दैको भए यस्तो तनाव थियो। ऊ 38 वर्षको साथी म छु भन्नुहुन्छ, होइन। यहाँ हुनुहुन्छ नि अन्तिम 40औं वर्षको अन्तिमचोटि फर्म भरेर नाम निकाल्ने मान्छे नि देखाएको छ नि मैले। हाम्रो विजय सरै हुनुहुन्छ यहाँ पढाउने, अफिसर पढाउने सर, 35 वर्षको अन्तिम 2-3 दिन अगाडि पुगेर फर्म भरेर नाम निकालेर उपसचिव भइसक्नु हुनुहुन्छ नि। तर मैले भन्न खोजेको त्यतिखेरको त्यो प्रेसर तपाईँलाई कति धेरै हुन्छ कि, म्यानेज गर्न कति। ऊ 19 वर्षको साथी हुनुहुन्छ, ऊ भरतजी। अब अहिले 19 वर्षको मान्छे पनि तयारी गर्दै हुनुहुन्छ, यहाँ 39 वर्षको मान्छे नि सँगै हुनुहुन्छ। ल हेर्नुहोस् त, 19 दुना 38, डबलभन्दा जेठो मान्छे हुनुहुन्छ। अब 19 वर्षको मान्छेले त अहिले मेरो 19 देखि 20 वर्षसम्म उमेरै छैन, यो 1 वर्ष उमेर भगवान्ले मेरो लागि गायब सिद्धियो, यहीँ पढ्ने, यहीँ नाम निकाल्ने। साथी जतिखेर पढ्न सुरु कति पीडा छ ल हेर्नुहोस्, यहाँ दुःख पाएर पढ्न आएको नि, करोडपतिको छोरछोरी कोही पढ्न आएको त छैन नि त, हामी केही गर्न सक्यो हुन्थ्यो भनेर आएको त नि, होइन। अनि ल हेर्नुहोस् त, तपाईँको डबल उमेर भएको साथीहरू अहिले लाग्दै हुनुहुन्छ, जुन कुरा तपाईँ आज सक्सेस हुन सक्नुहुन्छ यदि मेहनत गर्नुभयो भने। 18 वर्षकै मान्छे परमेश्वरजी म 18 वर्षकै छु सर भन्नुभएको छ। तपाईँ सम्झिनुहोस्, आज तपाईँ 18 वर्षमा लाग्दै हुनुहुन्छ, आज हेर्नुहोस् त यो तपाईँसँग साथी 18 दुना 36 भन्दा बढी वर्षका मान्छे यहीँ हुनुहुन्छ भने तपाईँले अब यो देखेर यो 38 वर्षको चाहिँ तपाईँको बुवाको उमेरको मान्छे यहाँ सँगै हुनुहुन्छ, अङ्कलको उमेरको मान्छे, अङ्कलहरू यहाँ सँगै हुनुहुन्छ, आन्टी सँगै हुनुहुन्छ भने यो अङ्कल आन्टीको उमेरमा पुगेपछि पढ्ने कि अहिले म बरु 18 देखि 20 भित्र जागिरी खान्छु भन्नुभन्दा यहाँ पेन्सन हुने बेला हुन्छ, पेन्सन हुने बेला हुँदैन, अनि रिल्याक्स पारेर खान पाइन्छ, अरू काम गर्न पाइन्छ। त्यो चाहिँ तपाईँले फिल गर्ने हो कि बाध्यताले हो नि त। 37 वर्षको मान्छे विदेश गएर विदेशमा पढेर नाम निकालेको साथीहरू हुनुहुन्छ, विदेशमै कतारमा पढेर गत वर्ष नाम निस्क्यो। सोच्नुहोस् न, बाध्यताले होइन कतार जाने, रहरले म इन्जोय गर्छु भनेर दुबई कतार कोही जान्छ, मलेसिया कोही जान्छ, त्यहाँ त सँग यहाँ खाना गाह्रो भएर नेपालमा चाहिँ अलिकति ऋण तिर्न सक्यो, अलिकति केही जोड्न सक्यो, सम्पत्ति जोडिएला केही छैन भनेर कतार दुबई गएको होइन, कतारमा बसेर काम गर्ने मान्छे अनलाइन पढेर यहाँ आएर इक्जाम दिएर नाम निकाल्छन्। यो त मनमा रियलाइज गर्नुहोस् हेर्नु साथीहरू, तपाईँ मनमा तपाईँ आफ्नो लागि मात्रै रियलाइज गर्नुहोस् कि संसारमा कसैको लागि तपाईँले नाम निकाल्नु पर्दैन, आफ्नो लागि मात्र नाम निकालिदिनुहोस् पुग्छ। तपाईँले कुबेर सरको लागि निकाल्नु पर्दैन, तपाईँको बुवा मम्मीको लागि निकाल्नु पर्दैन। बुवा मम्मीको त उमेर सिद्धि अब तपाईँले गरे पनि तपाईँले नयाँ नयाँ ल्याएर जिन्सको प्यान्ट यहाँ ग्रन्च भएको प्यान्ट ल्याइदियो बुवाले लाउनुहुन्छ, तपाईँले मम्मीलाई चाहिँ अब नयाँ नयाँ ल्याइदिउँ होला कुर्ता सुरुवाल, मम्मीले त्यति लाउनु म रुचाउनुहुन्न, त्यही आफ्नो गुन्ने चोलो छँदैछ, साडी छँदैछ, आफ्नै जे छ त्यही एक्स्ट्रा तपाईँले किनेर ल्याएको त लाउनुहुन्न नि त। उहाँहरूको एउटा त्यो फेजै सिद्धिसकेका हुन्छ कि उमेर चाहिँ, त्यो रहरका उमेर गइसकेका हुन्छन्। आँखा अगाडि छोराछोरीले प्रगति गरोस् भन्ने आँखा हेर्दा खुसी हुन पाए हुन्थ्यो, त्यति हो।
तर बाँच्नुपर्ने को हो, जिउनुपर्ने को हो? ल 80 70 75 वर्ष उमेर राखौँ, 18 वर्ष, ल 20 वर्षमा नाम निस्क्यो, ल हेर्नुहोस् त 55 वर्षसम्म जिन्दगी मोज हुन्छ। 55 वर्ष मोज गर्न चाहनुहुन्छ, तनाव रहित जिन्दगी बाँच्नुहुन्छ, करियर सक्सेस भएको मान्छे 55 वर्षसम्म तपाईँ खुसी हुन सक्नुहुन्छ। अहिले 18 देखि ल हेर्नुहोस् 18 वर्षकालाई मैले टार्गेट गरेँ, यो पछि सबैलाई यही हो है। ल 18 देखि 2 वर्षको जिन्दगी तपाईँले मऱ्यो भनेर सम्झेर पढ्न थाल्नु त केही फरक पर्दैन कि त्यो 2 वर्ष। 2 वर्षको मेहनतले 55 वर्ष आनन्द, 55 त्यसपछि छँदैछ। 55 वर्ष दुःख पाउने कि 2 वर्ष दुःख पाउने, चोइस तपाईँको। ल ओके, थ्याङ्क यू सो मच सबैजना।